माझमा विशेष ओछ्याउमा परेको एउटा ठुलो समस्या जसको प्राय चर्चा हुँदैन तर अरू कुनै पापभन्दा कम छैन, त्यो चाहिँ के हो भनेदेखिलाई आलस्यपन है। आलस्यपनको बारेमा म चर्चा गर्न चाहन्छु। यी दिनहरूमा परमेश्वरले मलाई जुन प्रकाशहरू दिइराख्नु भएको छ यो यी विषयहरूमा छन् र विशेष अघि हाम्रो सञ्चालिकाज्यूले मजाले बनाउँदै थियो जवानहरूले कसरी आफ्नो जीवन ठिक राख्न सक्छ परमेश्वरको वचन अनुसार जिएर। र यो वचन चाहिँ तपाईँले मेरो लाइफको लागि रोड म्याप हो। तपाईँले यहाँदेखि बाहेक अरू कुनै पनि कुरालाई भर गरेर लाइफको फिलोसफी सिक्नुहुन्छ, रिल हेरेर है, टिकटक हेरेर, गुगल विकिपिडियामा गएर तपाईँले यसरी जिउनु पर्ने रहेछ, अथवा फेमस मुभी हेरेर, अथवा 2 बिलियन फलोवर्स भएको आर्टिस्टको गीत सुनेर यसरी जिउनु पर्ने रहेछ। लाइफ त प्रेम भनेको यो रहेछ, फ्यामिली भनेको यो रहेछ, म्यारेज भनेको यो रहेछ, एजुकेसन भनेको यो रहेछ भन्ने कुराहरू तपाईँ संसारको स्रोतहरूबाट लिएर जिउनुहुन्छ भने तपाईँ कहीँ न कहीँ गएर तपाईँ ठोक्कर खानुहुन्छ, एक्सिडेन्टमा पर्नुहुन्छ। किनभने वचन बाइबलले जतिको हाम्रो जीवनलाई सार्थकता र जुन उद्देश्यले परमेश्वरले बोलाउनु भएको छ त्यहाँसम्म लक्ष्यमा पुग्नको लागि यो परमेश्वरको वचन चाहिँ एकदमै एक्युरेट रोड म्याप हो। यसलाई नै हामीले सुन्नुपर्ने हुन्छ र यो जीवनमा हामी कसरी काम गर्ने, कसरी जिउने, यो कुराको लागि हामीले परमेश्वरको वचनको निर्देशनलाई एकदमै लिनुपर्ने हुन्छ।